कञ्चनपुर 2075 साउन 10 13 वर्षकी निर्मला पन्त हराउँछिन्। आमा प्रहरी कहाँ पुग्छिन् तर जवाफ आउँछ छोरी कतै साथीकोमा होला, भोलि खोजौला। के तपाईँलाई थाहा छ त्यही रात वडा प्रहरीलाई 8 बजे नै खबर भइसकेको थियो तर कसैले एक्सन लिएन। भोलिपल्ट लास भेटिन्छ तर अनुसन्धान सुरु हुनुको साटो एभिडेन्स नष्ट गर्न सुरु गरिन्छ। निर्मलाको सुरुवाल पानीले धोइन्छ, क्राइम सिनमा हजारौं मान्छेलाई पस्न दिइन्छ र डिस्ट्रिक्ट पुलिस चिफ 7 दिनसम्म घटनास्थलमै पुग्दैनन्। किन? यो एउटा यस्तो प्रश्न हो जसले 7 वर्षदेखि नेपाललाई गिज्याइरहेको छ। के यो केवल प्रहरीको नेग्लिजियन्स थियो या त कुनै ठुलो पावरलाई जोगाउने खेल? एउटा बन्द फाइलमा निर्मला पन्त लेखिएको देखिन्छ। आज हामी कुनै अन्धविश्वास होइन, नेसनल ह्युमन राइट कमिसनको रिपोर्ट र फोरेन्सिक फ्याक्टका आधारमा यो केसको हिडन ट्रुथ बाहिर ल्याउनेछौँ। 2075 साल साउन 10 गते कञ्चनपुरको भीमदत्त नगरपालिका 18 निम्बुखेडा। आकाशमा बादल मन्डराइरहेको थियो, सायद आउन लागेको एउटा ठुलो आँधीको सङ्केत थियो त्यो। 13 वर्षीय निर्मला पन्त जो उज्जवल भविष्यको सपना बुन्दै थिइन्, उनी आफ्नै साइकल चढेर साथीको घरमा गृह कार्य गर्न जान्छन्। तर कसैलाई थाहा थिएन त्यो उनको घरबाट अन्तिम बिदाई थियो। साँझ पर्यो, रात छिप्पिँदै गयो तर निर्मला फर्किनन्। एउटी आमाको मुटुले केही अनिष्ट भएको सङ्केत गरिसकेको थियो। रातको 9 बज्दै गर्दा दुर्गा देवी अत्तालिँदै सल्लाघारी अस्थायी प्रहरी चौकी पुग्छिन्। आँखामा आँसु र स्वरमा काँपिरहेको अनुनय थियो। हजुर, मेरी छोरी घर फर्किनन्, कतै हराई कि खोजिदिनुस् न। तर राज्यको सुरक्षा संयन्त्र कतिसम्म पत्थर हृदय हुन सक्छ भन्ने नमुना त्यही देखियो। प्रहरीले सहानुभूति त परै जाओस् उल्टै रुखो जवाफ दियो। अहिले राति भइसक्यो, कतै साथीकोमा बसेकी होली, भोलि खोजौला। एउटी आमाले आफ्नो बच्चा हराएको बिलौना गर्दा प्रहरीको जवाफ थियो भोलि। वडा प्रहरी कार्यालयले राति 8 बजे नै निर्मला हराएको सूचना पाइसकेको थियो। तर उनीहरूले न त एउटा सिपाहीलाई नै बाहिर पठाए न त आफ्नो माथिल्लो निकायलाई नै खबर गरे। उनीहरूको लागि यो सूचना एउटा कागजको पाना जति पनि मूल्यवान भएन। जब मध्यरातको 12:35 भयो, दुर्गा देवीको हार गुहारपछि अस्थायी प्रहरी पोस्टले जिल्ला प्रहरी कार्यालय डिपिओमा फोन गर्यो। तर ड्युटीमा रहेका अफिसरको स्वरमा सहयोगको भावना होइन, क्रोध थियो। उनले झर्किँदै भने, दिउँसो भएको घटना अहिले मध्यरातमा किन फोन गरेको? किन दुःख दिएको? यो केवल एउटा शब्द थिएन, यो त एउटा 13 वर्षको नाबालिकाको बाँच्न पाउने अधिकारमाथिको प्रहार थियो। त्यो रात निर्मलाको खोजीमा प्रहरीले एउटा पाइला मात्र चालेको भए पनि सायद आज इतिहास अर्कै हुन्थ्यो। भोलिपल्ट साउन 11 गते महेन्द्रनगर उल्टाखाम सडकको छेउमा रहेको एउटा उखुबारीमा निर्मलाको साइकल पल्टिएको अवस्थामा फेला पर्छ। केही मिटरको दूरीमा हिलो र झारपातका बीचमा निर्मलाको निर्जीव शरीर लडिरहेको थियो। यो दृश्यले जोसुकैको मुटु काप्थ्यो। तर अचम्मको कुरा त यहाँ छ, जिल्लाका सुरक्षा कमान्डर एसिपी डिल्लीराज बिष्ट, जो त्यति ठुलो अपराध हुँदा घटनास्थलमा सबैभन्दा पहिले पुग्नु पर्ने थियो, उनी 7 दिनसम्म पनि त्यहाँ पाइला टेक्दैनन्। यो ढिला सुस्ती मात्र थिएन, यो त एउटा सुनियोजित लापरवाही जस्तो देखिन्थ्यो। घटनास्थललाई सुरक्षित राख्नुपर्ने पहिलो नियमलाई लत्याउँदै प्रहरीले प्रमाणहरूलाई नै गिज्याइरहेको थियो। निर्मलाको त्यो अन्तिम चित्कार सुन्ने कोही भएन र उनको न्यायको बाटोलाई सुरुमै प्रहरीको संवेदनहीनताले इँटा थोपेर बन्द गरिदियो। एउटा सफल अनुसन्धानका लागि 2वटा कुरा चाहिन्छ, बलियो प्रमाण र निष्पक्ष विज्ञान। तर निर्मला पन्तको केसमा यी दुवै कुरालाई एउटा यस्तो चक्रव्यूहमा फसाइयो जहाँ सत्य बाहिर निस्कने सबै ढोकाहरू एक एक गर्दै बन्द गरिए। यहाँ आउँछ यो केसको पहिलो ठुलो ट्विस्ट। जब निर्मलाको शव फेला पर्यो तब प्रहरीको काम हुनु पर्थ्यो घटनास्थललाई सिल गर्ने र एउटा एउटा रौसम्मलाई प्रमाणको रूपमा सुरक्षित राख्ने। तर कञ्चनपुरमा ठिक उल्टो भयो। प्रहरीकै अगाडि सर्वसाधारणलाई घटनास्थलमा पस्न दिइयो। प्रमाणहरू कुल्चिए, अपराधीका पाइलाका डोबहरू मेटिए। तर सबैभन्दा डरलाग्दो कुरा त अझै बाँकी नै थियो। प्रहरी हवलदार चान्दनी साउदले निर्मलाको सुरुवाल पानीमा डुबाएर पखालिन्। किन? एउटा तालिम प्राप्त प्रहरीले किन बलात्कार जस्तो जघन्य अपराधको मुख्य प्रमाणलाई पानी र साबुनले पखालेर नष्ट गर्छ? यो केवल एउटा भुल थियो कि कसैलाई बचाउने सुनियोजित षड्यन्त्र? निर्मलाको शरीरमा भेटिएको चोटपटकहरूको विवरण मुचुल्कामा विस्तृत रूपमा लेखिएन। घटनास्थलमा एउटा अम्बाको झोला र प्लास्टिकका प्याकेटहरू भेटिएका थिए।
जसले अपराधीसम्म पुग्ने बाटो देखाउन सक्थे, र प्रहरीले ती प्रमाणहरूलाई गम्भीरतापूर्वक सङ्कलन नै गरेन। अब कुरा गरौँ साइन्सको, जहाँ न्यायको अन्तिम आशा अडिएको थियो, डिएनए। सबैलाई लागेको थियो कि डिएनए रिपोर्ट आएपछि अपराधी को हो भन्ने क्लियर हुनेछ, तर जब रिपोर्ट आयो सबैजना सक्ड भए। निर्मलाको शरीरबाट निकालिएको भजाइनल स्वाबमा पुरुष डिएनएको मात्रा एकदमै कम थियो। एक्सपर्टहरूका अनुसार त्यहाँ मात्र 15 देखि 56 पिकोग्राम्स मेल डिएनए भेटिएको थियो। प्रहरीहरूले यो केसमा YSTR डिएनए प्रोफाइलिङ नामको परीक्षण गरेको थियो। यो परीक्षणले पुरुषको वाइ क्रोमोजोम मात्र हेर्छ, जुन बुबाबाट छोरा, नाति र पनातिहरूमा एउटै रूपमा सर्दै जान्छ। यसको मतलब यदि घटनास्थलमा भेटिएको डिएनए कुनै शङ्कास्पद व्यक्तिसँग मिल्यो भने त्यो उसँग मात्र मिलेको मानिँदैन, त्यो उसको बुबा, दाजुभाइ, काका र ठुला बुबाको छोराहरूसँग पनि दुरुस्तै मिल्छ। विज्ञानले तीमध्ये को चाहिँ अपराधी हो भनेर छुट्याउनै सक्दैन। हामीले फिल्महरूमा देख्ने डिएनए टेस्ट, अटोसोमल डिएनएले यो 100% फलाना व्यक्ति हो भन्न सक्छ, तर निर्मलाको शरीरबाट निकालिएको नमुना एकदमै कम र बिग्रेको अवस्थामा थियो, मात्रै 15 देखि 56 पिकोग्राम। यति थोरै नमुनाबाट व्यक्तिको पहिचान खुल्ने गरी परीक्षण गर्नै सम्भव थिएन, त्यसैले बाध्य भएर YSTR मात्र गरियो। जब अनुसन्धानमा लुप होल्स देखिन थाल्छन्, तब जनताको प्यासेन्स टुट्छ। साउन 10 पछि कञ्चनपुरको अवस्था सामान्य रहेन। स्थानीय जनतालाई शङ्का थियो कि रियल अपराधीलाई जोगाउन प्रहरीले एभिडेन्स डिस्ट्रोय गरिरहेको छ। 2075 भदौ 8 गते कञ्चनपुरमा आन्दोलनले उग्र रूप लियो। भिड नियन्त्रण गर्न प्रहरीले ओपन फायर गरियो। रिपोर्टका अनुसार त्यही झडपमा 14 वर्षीय सानी खुनाले ज्यान गुमाए र धेरैजना घाइते भए। एउटा बालिकाको हत्याको अनुसन्धान अब राज्य र जनता बीचको एउटा डाइरेक्ट कन्फ्रन्ट्रेसनमा बदलियो। कञ्चनपुरको यो पब्लिक रिस काठमाडौँसम्म आइपुग्यो। 2075 मङ्सिरमा सरकारले सोसल सेक्युरिटी स्किमको प्रचारका लागि नयाँ युगको सुरुवात लेखिएको ठुला पोस्टरहरू राखेको थियो, तर त्यसकै काउन्टरमा युवाहरूले एउटा पावरफुल मुभमेन्ट सुरु गरे। सहरका भित्ताहरूमा निर्मलाको स्केचसँगै एउटा स्लोगन देखिन थालियो, सरकार भेटियो, न्याय भेटिएन। यो कुनै एउटा ग्रुपको मात्र थिएन, यो त एकाउन्टेबिलिटी खोजिरहेको आम जनताको आवाज थियो। दबाब बढ्दै गएपछि निर्मलाकी आमा दुर्गा देवीले 8 जना प्रहरी अधिकारी विरुद्ध FIR दर्ता गरिन्। चार्ज थियो एभिडेन्स डिस्ट्रक्सन र टर्चर। तत्कालीन एसिपी दिल्लीराज बिष्ट र CIB का DSP अङ्गुर जोशी सहितका अधिकारीहरू सस्पेन्डेड भए। नेपालको इतिहासमा सम्भवतः पहिलो पटक एउटा केसको अनुसन्धान गर्ने प्रहरीहरू नै डिफेन्डेन्टको रूपमा अदालत उभिनु पर्यो। अनुसन्धानको सबैभन्दा ठुलो कन्ट्रोभर्सी तब सुरु भयो जब प्रहरीले दिलीप सिंह बिष्टलाई मेन सस्पेक्टको रूपमा सार्वजनिक गरियो। तर नेपाल ह्युमन राइट कमिसन रिपोर्टले एउटा गम्भीर तथ्य खोल्यो। दिलीपलाई कस्टडीमा चरम यातना दिएर जबरजस्ती अपराध स्वीकार गर्न लगाइएको थियो। अन्ततः डिएनए मिसम्याच भएपछि उनी रिहा भए। यसले प्रहरीको क्रेडिबिलिटी माथि अझ ठुलो प्रश्न उठायो। पपुलर बिलिफ र सडकको हल्ला मान्ने भने तत्कालीन एसिपीका छोरा र मेयरका भतिजा माथि शङ्का गर्थ्यो। मानिसहरूको हाइपोथेसिस थियो कि उनीहरूलाई बचाउन नै पुरा सिस्टम लागेको हो। यद्यपि डिएनए रिपोर्टले उनीहरूलाई क्लिन चिट दियो, तर के यो रिपोर्ट 100% रिलायबल थियो? यो प्रश्न अझ पनि बाँकी छ। एकातिर निर्मलाका बुबा यज्ञराज पन्त न्याय माग्दा माग्दै मेन्टल हेल्थको गम्भीर अवस्थामा पुगे। अर्कोतिर असली अपराधी अझै पनि आउट अफ रिच थियो। सडक शान्त भयो, पोस्टरहरू च्यातिए, तर निर्मलाको फाइलमा न्याय शब्द अझै लेखिन बाँकी थियो। दशकौं बित्न सक्छ, समयले घाउहरू पुर्न सक्छ, तर न्यायको तिर्ख कहिले मेटिँदैन। निर्मला पन्तको केसमा वर्षौंसम्म देखिएको अन्यल र निराशापछि अहिले फेरि एउटा नयाँ मोड आएको छ। लामो समयको मौनता चिर्दै 2082 साल चैतमा नेपाल सरकार र नेपाल प्रहरीले एउटा साहसिक कदम चालेका छन्। प्रहरी महानिरीक्षक IGP दान बहादुर कार्कीले SSP कृष्ण पङ्गेनीको नेतृत्वमा 15 सदस्यीय एक शक्तिशाली विशेष अध्ययन समिति गठन गरेका छन्। यो केवल अर्को एउटा छानबिन समिति मात्र होइन, यसमा फोरेन्सिक विज्ञ, डिएनए विशेषज्ञ र प्राविधिक जनशक्तिलाई समावेश गरिएको छ। विगतका 8 जना महानिरीक्षकहरूको कार्यकालमा सुल्झिन नसकेको यो मुद्दालाई अहिलेको सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। धेरै रोएर आँसु सुकिसकेकी निर्मलाकी आमा दुर्गा देवी अहिले भन्छन्, धेरै आशा त छैन, तर कता कता एउटा सानो विश्वास पलाएको छ। कतिपय केसमा अपराधी ढिलो गरी पनि भेटिएका छन्।
यदि अहिलेको टोलीले साँच्चै इमान्दार भएर खोज्यो भने सत्य बाहिर आउन सक्छ। आमाको यो मधुरो आशा नै आज यो देशको न्याय प्रणालीको लागि सबैभन्दा ठुलो चुनौती र अवसर दुवै हो। जसरी अस्ट्रेलियाको वान्डा बीच हत्याकाण्डमा हराएको डिएनएले दशकौँसम्म न्याय रोक्यो, वा भारतको आयसा मीरा काण्डमा शक्तिले सत्यलाई दबाउन खोज्यो, त्यसरी नै निर्मलाको केसमा पनि सुरुमा त्यस्तै अँध्यारो देखियो। तर बेलायतकी लुइसा डनको 58 वर्ष पछिको न्यायले एउटा कुरा प्रमाणित गरेको छ, सत्य कहिले मर्दैन। विज्ञान र प्रविधिको विकाससँगै आजको नयाँ अनुसन्धान टोलीले पुराना नमुनाहरूलाई नयाँ प्रविधिबाट केलाउने प्रयास गरिरहेको छ। निर्मला पन्तको हत्या केवल एउटा परिवारको पीडा मात्र रहेन, यो नेपालको न्याय व्यवस्थाको लागि एउटा परीक्षा बन्यो। सरकारको पछिल्लो सक्रियता र जसरी पनि अपराधी पत्ता लगाउने प्रतिबद्धताले एउटा कुरा स्पष्ट पारेको छ, यो देशले निर्मलालाई बिर्सेको छैन। जबसम्म यो समाजले सत्यलाई खोजिरहन्छ, जबसम्म सडक र सदनले न्यायको आवाज उठाइरहन्छ, तबसम्म निर्मलाको आत्माले न्याय पाउने सम्भावना जीवितै रहनेछ। आज हामी एउटा यस्तो मोडमा छौँ जहाँ हिजोको गल्तीहरूलाई सुधार्ने र नयाँ इतिहास लेख्ने मौका छ। किनकि न्याय ढिलो हुनु भनेको न्याय नदिनु हो, तर न्यायको खोजी जारी राख्नु नै एउटा सभ्य समाजको पहिचान हो।